दर्शकबिन नमस्ते सम्पूर्ण साथीलाई। आज चाहिँ सम्पूर्ण साथीलाई कति भयो मेरो घर चाहिँ भनेर चाहिँ देखाउन लाग्यो छु घर बनाएको होइन। अब चाहिँ आज चाहिँ पुरा हुन्छ होला चुली होइन। अब चाहिँ यतातिर पश्चिमपट्टिको भाग चाहिँ पुरा हुँदैछ। यताको भाग चाहिँ तपाईँको चाहिँ देख्न सक्नुहुन्छ यो भाग चाहिँ रहेको छ होइन मात्र। अनि बाँकी चाहिँ यो चाहिँ अब प्लस्टर हुने हो। त्यसै गरी यसमा चाहिँ के छ भनेपछि एक दुई दिन त यसलाई शुक्र दिन पर्यो होइन। हाम्रो चाहिँ यहाँनिर चुली पनि अहिले चाहिँ यताको चुली चाहिँ तलपट्टि त त्यस्तो होइन झ्यालहरू त राखेको छैन। अब हावाले यताबाट चाहिँ प्रेसर फाल्छ त्यो कारणले गर्दाखेरि चाहिँ यतातिर भागमा चाहिँ 3वटा 6वटा चाहिँ यसमा पल राखेको छ है त। सम्पूर्ण साथीलाई कस्तो लाग्छ होइन यो भिडियो देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ यति भाग चाहिँ बाँकी रहिरहेको छ। भित्र प्रवेश गर्दाखेरि चाहिँ देख्न सक्नुहुन्छ यताको चुली चाहिँ यताको चाहिँ भ्याइसक्यो होइन। बाँकी यसमा चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो र्याक भयो। अनि यो र्याक अब तपाईँको चाहिँ भान्सेहरू गर्नको लागि अब चाहियो भने यताको भाग चाहिँ तपाईँको चाहिँ सामानहरू के राख्नको लागि हुन्छ होइन। ल त साथीहरू कस्तो लाग्यो यो भिडियो चाहिँ होइन, कस्तो बनाइरहेको छु होइन। घर सम्पूर्ण साथीले यही किसिमको बनाउनु होला है त साथीहरू। सम्पूर्ण साथीलाई यही नै छ शुभकामना है त। ओके भाइ।